ल क्वेश्चन नंबर 9 एउटा कंपनीले 50,000 शेयर रु एउटा कंपनीले 50,000 शेयर संख्या कति छ 50,000 शेयर रु 100 प्रति किताका दरले रु 100 प्रति किताका दरले प्रति किता 100 का दरले बेचेछ यसका बेचेछ। एक वर्षमा उक्त कंपनीले एक वर्षमा उक्त कंपनीले रु 1 करोड नाफा कमाएछन् 1 करोड नाफा कमाएछ। रु 1 करोड नाफा कमाएछ र नाफाको केही प्रतिशत लाभांश बाँडेछ नाफाको केही प्रतिशत लाभांश बाँडेछ। एकजना शेयर होल्डर जसको 500 किता शेयर थियो एकजना शेयर होल्डर जसको 500 किता शेयर थियो 500 किता शेयर थियो उसले रु 15,000 लाभांश पाएछ भने उसले रु 15,000 लाभांश पाएछ भने अब ए मा प्रति किता लाभांश पत्ता लगाउनुहोस्। प्रति किता लाभांश पत्ता लगाउनुहोस्। बी में 50,000 शेयर को लाभांश पत्ता लगाउनुहोस्। 50,000 शेयर को लाभांश पत्ता लगाउनुहोस्। सी में लाभांश को प्रतिशत पत्ता लगाउनुहोस्। लाभांश को प्रतिशत पत्ता लगाउनुहोस्। यति हो। वन मार्क्स 2 मार्क्स 2 मार्क्स टोटल 5 मार्क्स को क्वेश्चन। ल यहाँ हेर है, एउटा कम्पनीले 50,000 जम्मा 50,000 शेयर चाहिँ प्रति किता 100 का दरले, कति का दरले 100 प्रति किता का दरले बेचेछन् है। एक किता
बराबर रु 100 मा जम्मा कति छ 50,000 छ। कुरा बुझ्यौ नि 50,000 मा एक को मात्र एक किताको कति रे 100 को दरले बेचेछन्। एक वर्षमा उक्त कम्पनीले 1 करोड नफा कमाएछन्। नफा कति कमायो हो र नफाको केही प्रतिशत लाभांश बाँडेछ। अब प्रतिशत दिएको छैन तर केही प्रतिशत लाभांश बाँडेको रहेछ। एक जना शेयर होल्डर जसको 500 किता शेयर थियो, कति किता शेयर थियो उसले कति पायो लाभांश 15,000 पायो। कति पायो 15,000 पायो भने प्रति किता लाभांश पत्ता लगाउनुहोस्। ल हेरौँ त यो 500 कितावालाले 15,000 पायो, 500 कितावालाले कति पायो 15,000 हुन्छ। यो 15,000 लाई 500 ले डिवाइड गर्दा एक किताको लाभांश आउँछ कि आउँदैन आउँछ हो। ल यसरी गरौँ। ल सल्युसन ए को ल 500 किता शेयर, एक जना शेयर होल्डर जसको 500 किता शेयर उसले लाभांश पायो कति 15,000 हुन्छ। एक जना शेयर धनी भनौँ न, एक जना शेयर धनी को शेयर संख्या कति छ शेयर संख्या 500। शेयर धनीले प्राप्त गरेको लाभांश, कति लाभांश प्राप्त गरेछ रु 15,000। कति लाभांश प्राप्त गरेछ 15,000। त्यसो भए अब प्रश्न अनुसार प्रश्नले के भनेको छ प्रति किताको लाभांश कति। प्रश्न अनुसार प्रति किता लाभांश इज इक्वल्स टू शेयर धनीले प्राप्त लाभांश बाय शेयर संख्या यहाँनिर हेर त प्राप्त लाभांश कति छ 15,000 छन्। शेयर संख्या कति छ उसको 500 छ भनेपछि लु हेर न यहाँ दुईटा जिरो क्यान्सिल, 5 त्यहाँ 15 एउटा जिरो यो पनि क्यान्सिल भनेपछि कति 30 रु 30 प्रति किता कति 30 रुपैयाँ। एक किता बराबर कति लाभांश पायो रु 30 पायो हो होइन। ल 500 किता बराबर 15,000 पाएको थियो, 500 किता बराबर कति पाएको थियो 15,000। त्यसो भए एक किता प्रति किता भनेको एक किता हो कि होइन हो। त प्रति किता लाभांश कति हुन्छ प्राप्त लाभांश बाइ शेयर संख्या। प्राप्त लाभांश 15,000 शेयर संख्या 500 ले भाग गर्दा 30 आयो भनेपछि प्रति किता लाभांश कति रहेछ 30। प्रति किता लाभांश कति रहेछ 30। ल अब बीमा के सोधेको छ 50,000 शेयर को लाभांश। ल यसलाई त प्रति किता लाभांश यहाँ हेर प्रति किता लाभांश बराबर रु 30 छ कि छैन। एक किता बराबर रु 30 छ भने 50,000 बराबर कति हुन्छ हो 50,000 किता लाभांश बराबर रु 30 इन्टु 50,000। गफ किन यस कमिन कति आयो
50,000 को लाभांश कति आयो 50,000 किता बराबर कति आयो 5 तिया 15 0 कति एउटा 3 4 5 एउटा 15 लाख कति 15 लाख हो भनेपछि ल हेरौँ त टोटल लाभांश कति बाँडेको छ 15 लाख बाँडेको छ कुल नफा कति छ 1 करोड 1 करोडमा बाँड्यो कति 15 लाख बाँड्यो भनेपछि त्यो कति प्रतिशत हो मान दिने x प्रतिशत कति x प्रतिशत गरौँ न कति आउँछ मलाई नि थाहै छैन म गरेपछि बल्ल भन्छु अहिले गर्दै जाउँ कति आउँछ तिमी गरिसकेका छौ अनि यति एडभान्स दिमाग लगाइदिन्छौ तिमी 1 करोडमा 100 एउटा लाख हुन्छ अनि त्यो 15 लाख 15% होइन हिसाब गर्ने जति आउँछ त्यति लेख्ने त्यो एक्स्ट्रा दिमाग लगाएर बिग्डिन्छ नि अनि किन लाउने नि गर्दै जाउँ न प्रोसेसले गर्ने जति आउँछ लास्टमा त्यति भनिदिन्छौँ प्रोसेसली गर्ने है ल अब सीमा के सोध्या छ हो लाभांश प्रतिशत के यहाँ है लाभांश प्रतिशत होइन लाभांश रकम कति छ लाभांश रकम लाभांश केमा निकाल्छौं कुल नफामा केमा कुल नफामा इन्टु के गर्ने 100 यही हो लाभांश प्रतिशत निकाल्ने तरिका यही हो लाभांश प्रतिशत निकाल्नलाई के गर्छौं हामी लाभांश रकम बाई कुल नफा इन्टु 100 हो ल त्यसो भए लाभांश रकम कति छ खोइ भनेको 15 लाख कुल नफा कति छ 1 करोड कति इन्टु 100 अब यहाँ हेर है दुईटा जिरो यहाँ काट्यो 1 2 3 4 5 यहाँ काट्यो 5 यहाँ काट्यो बाँकी के छ 15%। ल सुगन्धले भनेको आन्सर म्याच भयो हो निकाल्ने कसरी त्यो कुरा बुझ्ने लाभांश प्रतिशत कति आयो 15%। ल सक्यो है सारिसकेको हो जम्मै एबीसी क्वेश्चन नंबर 10 एउटा व्यापारिक संस्थामा काम गर्ने एकजना कर्मचारीको मासिक तलब रु 35,000 मासिक तलब रु 35,000 छ उनले मासिक व्यापारको 0.2% कमिसन सहित
कमिसन सहित 1 महिनामा रु 50,000 कमाउँछन्। रु कति? 50,000 कमाउँछन्। अब ए उनले पाएको कमिसन रकम कति रहेछ? उनले पाएको कमिसन रकम कति रहेछ? बी मा कमिसन भनेको के हो? कमिसन भनेको के हो? सी मा उक्त महिनाको कुल व्यापार कति रहेछ? उक्त महिनाको कुल व्यापार कति रहेछ? ल प्रश्न यति हो। एकदम सजिलो छ, झन् सजिलो क्वेसन सोधेको छ लास्टको 10 नम्बरमा। सारिसक्यौ? प्रश्न सारिसक्यौ? ल सारो फास्ट। यहाँ रहे एउटा व्यापारिक संस्थामा काम गर्ने एकजना कर्मचारीको मासिक तलब कति छ? हो यहाँ रहे कुरा बुझ्नुपर्ने कुरा के छ? मासिक तलब चाहिँ कति छ? 35,000 छ। तर उनले मासिक व्यापारको कति कमिसन पाउँछ? 0.2% कमिसन पाउँछ, हो कि होइन? हो, यो कमिसन सहित उसको 1 महिनाको रु 50,000 के छ? कमाउँछन् भनेपछि आम्दानी छ। आम्दानी कति छ? तलब कति छ? त्यसो भए कमिसन बापत कति पायो? 15,000 हो, 50,000 उसको चाहिँ आम्दानी हो, तर तलब उसको त 35,000 मात्रै छ नि। त्यसो भए के गर्ने? 50,000बाट 35,000 माइनस गर्दा के पाउँछन् त? कमिसन रकम आउँछ। के आउँछ? भनेपछि 15,000 उसले कमिसन बापत पाएको हो कि होइन? हो। ल यहाँ हेर त, एमा के सोधेको छ? उनले पाएको कमिसन रकम कति रहेछ भनेपछि त सजिलो छ कि छैन? देखिन्छ? ल देखिन्छ भने सल्युसन गरौँ ए को। कर्मचारीको मासिक आम्दानी, कर्मचारीको मासिक तलब कति छ? मासिक तलब रु कति छ? 35,000। देखिन्छ? ल देखिन्छ। र कर्मचारीको, अब यो त मासिक तलब हो होइन? मासिक आम्दानी कति हुन्छ? रु 50,000। ल त्यसो भए प्रश्नानुसार कर्मचारीले के सोधेको छ एमा? पाएको कमिसन रकम, पाएको कमिसन रकम, कमिसन रकम बराबर कति हुन्छ? रु 50,000 माइनस रु
35,000 मासिक आम्दानीबाट मासिक तलब घटाउने मासिक आम्दानीबाट के घटाउने मासिक तलब कति आयो रु 15,000 कमिसन पायो हो ल बी मा के सोध्या छ ल कमिसन भनेको के हो के लेख्ने ल बी को उत्तर के लेख्ने वस्तु तथा सेवा बिक्री गराइदिए बापत तोकिएको दर अनुसार प्राप्त गर्ने तलब बाहेकको आम्दानी हो गयो हैन तलब बाहेकको आम्दानी हो गयो हैन त्यसरी लेख्दा नि हुन्छ प्राप्त गर्ने आम्दानी लेख्दा पनि हुन्छ आम्दानी नै कमिसन हो के हो कमिसन हो लेख्दो ल सी मा के सोध्या छ महिनाको कुल व्यापार हो ल हेर अब यो मानौ के गर्दिने मानौ उक्त महीनाको कुल व्यापार बराबर रु एक्स कुल व्यापार कति को भयो एक्स को भयो हो ल अब हेरौँ त हामीलाई थाहा छ कि कुल व्यापारको कति 0.2% बराबर कति पाएको छ हो कुल व्यापारको 0.2% बराबर कति पाएको छ उसले 15,000 कमिसन पाएको छ कि छैन हो कुल व्यापारको 0.2% बराबर के हुँदो रहेछ त कमिसन रकम के हुँदो रहेछ कमिसन रकम हुँदो रहेछ हो कि होइन जतिको व्यापार हुन्छ त्यतिकै 0.2% कमिसन बाँडेको हो कि होइन हो ल त्यसो भए कुल व्यापार कति छ एक्स को 0.2% हटाउनलाई 100 कमिसन रकम कति छ 15,000 ल क्रस मल्टिप्लाई गरिदेऊ यो 100 के हुन्छ 100 x into 0.2 is equals to 15,000 into 100 अनि और अब यो 0.2 मल्टिप्लाईमा छ केमा जान्छ डिवाइडमा x is equals to 15 मा 3 टा 0 2 टा 0 यहाँ थप्यो डिवाइड बाई 0.2 ल कति आयो भन x बराबर डिवाइड गरेर 0.2 ले रु कति आयो भनेपछि 75 लाख को व्यापार भएको रहेछ कुल व्यापार कति को भएको रहेछ के लेख्ने तसर्थ उक्त महीनाको कुल व्यापार बराबर रु कति 75 लाख आन्सर सक्यो हैन अथवा उक्त महीनाको कुल व्यापार अथवा बिक्री